भाइलाई नि त तपाईँ एउटा बुझ्नु म एउटा बुझ्नु के भयो त बिस्तार गर बिस्तार रुगाले गएर मुसको सान्दा गएलाई त्यता कष्ट गरे नलाओस् तीन भयो अब कान्छाले पैसा भयो भने जुमिन गर यताबाट हो नि दाइनी होइन दाइनी कता हो दाहिने यतै हैन र देउरा हो नि यतैबाट हो होइन होइन यता देउरा यतैबाट हो भने हो त मैले के जाने कहाँ हुनु उल्टो यसो पर्ने दाइनी यसै भने त यस्तै होला दाइनी हो यसै भने दाइनी यस्तै लाग्छ दाइनी भने नि यतै होला यसै भने हो देउरे दाइनी हाजी यता लेख्ने हैन नि हो नि दाइनी यस्तो हो यस्तो हो के दाइनी दाइनी भने यही हो के हो उही जाने है उही हो उही ओखरमा नि जान्छ ओखरमा गएर त्यो बुवा छ नि ओखरमा छुनुपर्छ तेल त्यहाँ ढाड लाग्यो त्यहाँ त्यो सिएलहरु नछोडिकन ए, त्यही त्यो हाल्नु हाल्नु मात्रै छोएपछि मान्छे मात्र चिनिन्छ है। गर्नु पर्छ है। त्यो अलि मान्छे तीनचोटि है तीनचोटि सिसिटिभी त्यो उ गर्नु पर्दैन सिधै नछोडिकन वहीँ गएर छोएपछि मात्र निकाल्नु है नछोडिकन त छुनु पर्छ नछोडिकन जानु नछोडी जाने नभए तेल तपाईँको नि वहीँ लाएर सरेर वहीँ लानु बाङ्गो नछोडिकन उतार्नु पर्छ। बाङ्गो होइन ठिक छ ल भयो भयो ल केही भएन के त्यो हुँदैन ए हुँदैन नि हो जोस् ल भाइ भाइ चाहिँ ठिक छ त्यो तेल एक तीनचोटि भएन अब उ यहाँ पुरा हुन्छ बुझा हुन्छ यहाँ तीनचोटि भएन होइन उहाँ पुरा हुन्छ अब उहाँ पुग्नु यतै बेर गयो भने नि हो सर भाइ हेरेर छ क्या अनि के टोक होइन अब तपाईँ टिका लागेको अनि छैन। अनि हाम्रो गरौँ न हो सब फिनिस गर्नु एकैचोटि सकेपछि केही हुँदैन यो के हाल्ने नुई छेक्न राख्नु त छेक ए गरेर जाने हो त्यहाँ जाने पहिला दियो भने हो। दिउबाट छोडेर जानुपर्छ अनि उहाँ ढोका अनि जाने त्यो ढोका जाने केही न केही होला अनि त्यो कस्तो कुरा छ यो अब यमराजको यो यमराज सुरु देखि अनि सुन्नु परेन तिमीहरू पहिलो उहाँ गएछ तिमी कौवा ल्याएमा चाहिँ बिर्सिन्छौ हो म त किन उता गएँ भन्छ नि भने त बेसी अब यहीँबाट आयो है हो आमी अब दिएमा सुन्नु पर्दैन अब पर्दैन पहिलोचोटि त्यो के छोरी हो छोरी गयो नि यहाँ आइबिन दुईचोटि हो त्यसै गर्नुपर्छ कि अहिले एकचोटि भयो यहाँ अब फेरि सबै खाएको अब यो कस्तोमा चाहिँ अब कुनै केहीले पनि उहार्नु नसकोस् रे है दिदी अब हामी ढोका पुग्दा तीनचोटि हुन्छ हैन हो, यहाँ आउँदा तिनचोटि हुन्छ अब। होइन ढोका ए, जाने ढोका पुग्दा ढोकामा पुग्दा नभए यहाँ आउनु के फरक परेन यहीँबाट सुरु गरेपछि यहीँबाट ल त्यहाँ आउने नभए यहाँ आइपुग्यो नि यहाँ आउँदा। त्यहाँ जाने त्यो अब तिनचोटि त्यहाँ चौबा फाल अर्कोचोटि तिनचोटि गर तिन अब चाहिँ अब आउ यता आउ यहाँ दियोमा आएर छोइदेऊ न अनि अब यो तेल त्यहाँ राख दुबो यता छोरा राम्रो लाग्यो राम्रो के ठिका ल ल ल सबभन्दा छोरो सुन्दो हो नि फोटो नि खिचाए बरु बिर्सिन्छ त्यो माथिको क्यामेरामा खिचिन्छ ल अब कसरी अब यो तँ यस्तो सिउर पनि रहेछ त तिमीले उतापट्टि बल्लमा सेतो चाहिँ हुनु पर्ने सेतो बढी रहेछ सेतो रहन्छ भने यसपालि सेतो रहन्छ यो रातो सिउर पनि रहेछ त पल्लोमा एउटा पुरानो कागजमा त्यो त्यहाँ गएर पुछौँ हात हात पुछौँ त्यसमा पुछौँ खानुपर्छ भने जान्छु सेतो रहेछ सेतो भए कति राम्रो हुन्छ ठिक छ सेतो चाहिँ रहन्छ उता लगाउनु थिएन यसमा तर पाके भन्न यस्तो खुल्लामा चाहिँ आउँदैछ कि बढी आउँदैन ल ल भिडियो ल यसरी देखा त्यो टिकामा पुगेर लगाइदिनु पर्छ है दिदी टोपी चाहिँ ल टोपी मलाई फोटो नि खिच्यो खिच्न आइहाल्छ ल आऊ भाइ टोपी पर्दो लाग्छ हो त्यो सानो मैले किन ठुला मात्रै भेटेर मैले बल्ल मामालाई यो तेरो मामालाई चाहिँ हुन टोपी चाहिँ यो मैले यत्रो टोपी लगाएर त नि ठ्याक्कै तर यो भन्दा नि ठुलो छ अझ है यो त छोडो छ क्या त्यो तुखालमा झन् छाने होला यो अम्लाले है यो यो त ल सानो ल तुखालमा छाने सिधा गाडी छ त दिनले के छ
त्यो नासी न पार्नु ठिक छ एकदम गरम ना त्यतिको लागि हुन्छ ठिक छ पाउनु एकचोटि भएन नि यो कपाल पार्नु त पार्नु हुँदैन त्यति राम्रो मेरो मेरो क्यामेरा लेन्सै खोज्यो क्यामेरा गरेको 1 2 3 4 5 यो चाहिँ छैन यो तू लाग्यो त्यसो सिरानो त्यो बिचमा ठिक छ तू हरियो बज्जो बाजु भइ जाए कस्तो राम्रो कति राम्रो भएको भाइले त माला लाग्यो थियो माला 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 ल्याउनु त तर एकचोटि सबैलाई सरला सुन तिनजनालाई एकैचोटि गरेर हुन्छ एकैचोटि माला आएर नि सरला सिक सकियो माला लाला टोपी लगाइदिनु पर्यो नि ल माला लाइ ल टोपी टाइगर के बुवालाई के भयो टोपी टोपी सानो यसलाई ठुलो दिने होइन त्यो र यो फरक हो टोपी त्यो फरक हो त्यो यो ठुलो छ यो ठुलो मेलालाई लाग्यो दिदीले दुईटा टोपी ल्याएर चाहिँ भाइहरू सबैलाई किन्ने भनेर फेरि भन्नु भएको भाइले टोपी लाउन अनि यी मलाई कहाँ के किन हुँदैन ल ए भाइले लिएर आएको टोपी आ दामी साथीहरू त त्यो त्यसलाई टोपी छुवा भाइले ल माला लाइ ल नाइन बरी फोटो फोटो कति सकेला टोपी कति राम्रो भयो यता यता लाग्यो अब यो भाइलाई लाइ लाइ पछाडिपट्टि आउनु दिदी म पछाडिपट्टि आउँ सिधा है टमाटर ट्याक्का के छ यहाँ सिधा पार्छ दिनलाई कति पैसा दियो सिधा भएको भएन मजा पैसा दियो कति हजार 1000 कि 2000 कति दियो खाना दिँदा हजुर बिनाजु ए धम्मा धम्मी नेर्नु 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 ल दिदीलाई पनि दिँदैन हात राखिदिनु भन्नु त्यसो भन्नु ल ल ल ल ल ल दिदी ल ए यो नाका चाहिँ फोन कस्तो राम्रो लिनु पर्यो कति राम्रो यो अहिले बुझिन त ए दिदी कान्छी माला के रे गान्छी बिनाजु न यो माला ल अहिले अहिले गरौँ ल टोपी ल्याऊ भाइलाई दमै देखाएन नि कति राम्रो सही छ त्यसलाई कति सही छ है टोपी सही छ के कम्पेयर गरे नाटक सही छ समाउँदैन नि सुन्दैन सही छ सही छ पहिला आउँदा के छ मलाई चाहिँ बरु टोपी मलाई चाहिँ उ माथि ठड सिधा पार्नु चाहिँ के रे बिनी सिधा भइसक्यो कि सिधा भाइ के हो आइयो आइयो भन्छ त भोक लाएर हो कि होला अब खिर खानुपर्छ खिर अनि सकिएको नि अब चाहिँ गइहाल्ने हो खिर खानु हातैमा नआउनुकै यति छ त्यो लिएर आउँछ अलि राम्रो है त्यसरी जति बिगाऱ्यो भने के हो टिका लगाइसकेपछि ग्रुपमा फोटो खिचौँ अब लगाइसक्यो भने जुमिलो लाग्यो दिदीहरूलाई लानु पर्यो नि दिदी मैले ना अब म लाइछु जम्मै एकवटा टेबल हालिदिन्छ बगाल काहीँ काहीँ ऊ यहाँनिर लाग्छ अलिकति केले बोल्नु फुलले फुलले हो त्यहाँ फुल त्यो फुलले बस्यो जान्दिको यता अलिक होइन निलो है कपडा अलिक के नकान्ती अब माला राम्रो खाली लामो नि भयो
ए कान्छी अच्छा अब बनाउँछु तिमीहरूलाई खोइ खै त टोपी लगाएर हाल्न नि एउटा एक एकवटा थाप्ने टोपी लगाइदिउँ नि त भाइले ए बिर्सेछ छ ओ टोपी वाले परुललाई मोट टोपी लगाइदियो है त यो ल ठिक हुन्छ टोपीले चाहिँ सौर्य दाजु है तिम्रो किन्दैको फोटो खिचेको टोपी लाएर कति राम्रो परुल ठिक्क भन्दैछ कति राम्रो ठिक्क ल भन्दैछ टोपी लाएर फोटो खिच है ल त ल अब तपाईँ हेर्न बिहामा कति राम्रो सुँगुर भाइले पहेँलो लान्छ अब पहेँलो किने खाद्य हुन्छ सुनि मात्रै छोइदिने अब अलिअलि त्यता नआउनु न त्यता नआउनु कोही बेला लागिसकेपछि अनि के अरे भाइले भिडियो बनाएको त मैले फोटो खिचेँ फोटो खिचे हो धम्ना नान्छ किन आउँदैन यार मेरो त छ चार्जै सक्यो होला कान्छीलाई भयो ल मलाई भएर फोटो खिचे तँ त्यही भयो नि हामी नाम गरेर ल जम्मै पतेर त्यहाँ पहिल्यै एउटै थरी लागेर एउटै थरी लागिहाल्छ करण दिलले एउटै थरीमा मात्रै जम्मै